हेर्नुहोस् त साथी, लबा 20-25 दिन समथिङ त्यस्तै भयो होला है। आमामामा यत्रो भएको छ। अब पछि फलेपछि फेरि म तपाईँहरूलाई देखाउने छु ल। यहाँ थाङ्ग्रा लगाइदिएको छु मैले अस्ति होइन, गाडगुड गरेर माथि है गेरी लगाइदिएको छु। यत्रो भएको छ है, पछि म तपाईँलाई देखाइदिन्छु। यत्रो भएको छ, ठुलै भइसक्यो। अरू पनि छ साथीहरू। यहाँ चाहिँ तपाईँको इस्कुस छ है, मुन्टा खानुहुन्छ भनेर सब्जी खान ल्याएको इस्कुसको गट्टा तपाईँको उम्रेछ क्या, खाना ढिलो भएर यहाँ लगाइदिएको छ है। अर्को छ यहाँ तपाईँको लौका। यो चाहिँ है, यो चाहिँ लौका हो, हिजो अस्ति भर्खर मात्रै लगाएको है। अनि अर्को यहाँ छ, यो पनि फर्सी नै हो। यसलाई पानीको आवश्यक रहेछ, ल भएर पानी हालिदिनु पऱ्यो है। यो छ एउटा होइन। अनि यता रहेको छ तपाईँको सागहरू है, छासपिस हल्का लाफाको साग पनि छ है, धनियाँहरू यहीँ छ। घरमा खानलाई त लगभग प्रशस्तै छ सागहरू है। म यहाँ भिन्डी छरिदिएको छु त्यहाँ चाहिँ है साथी, अझै अरू पनि ल्याउँछु। अनि यो चाहिँ रहेको छ हाम्रो घरको डन भाले हो, यो डन दादा है। यता पनि छ है साथीहरू, यो चाहिँ लसुन होइन। यता सागहरू नै छँदैछ, छेउछेउ त धनियाँहरू छ है, लसुन हो यो चाहिँ साथीहरू। अझ अर्को पनि ल्याउँछ है साथीहरू। अब यता रहेको छ यो चाहिँ तपाईँको आलु है। यो चाहिँ भयो प्याजहरू। यता यो चाहिँ प्याजको बिउ ल्याएर रोपेको होइन, यो चाहिँ खान ल्याएको प्याज उम्रेर चाहिँ लगाइदिएको क्या। यसको डाँठ खानुहुन्छ नि त सब्जीमा हालेर, प्याजको काम गर्छ यसले। यो चाहिँ रह्यो आलु, ठ्याक्कै घर पछाडि है। यो चाहिँ सानो ठाउँ खाली भएर लगाइदिएको। उता चाहिँ सागै छ हौ, कति खानु यार साग पनि। साग खाँदा यार भक्कै भइसक्यो। आलु चाहिँ जस राम्रो भएको छ है। यो चाहिँ फेरि ड्राइगन फ्रुट है। यो ड्राइगन फ्रुट सेतो खालको है, तर यो रातो होइन, सेतो खालको हो है। अर्को पनि छ यता कि, यो चाहिँ हल्को भइसकेको छ। अब यो टुप्पो काटिदिने बेला भएको छ यो चाहिँ ड्राइगन फ्रुटको चाहिँ है। अब अर्को देखाउँदैछु है मतलब यो चाहिँ हो है स्ट्रबेरी अरे क्या, स्ट्रबेरी है। फुल्दै छ साथीहरू, झुप्पै पो फल्ने रहेछ यहाँ फुल्नलाई है। एउटा लिएर आएको थिएँ है, दामी पो हुने रहेछ त यो स्ट्रबेरी त। यहाँ पनि छ है पियाजी क्यारेटमा है। 1 2 3 4 5 6 7 8 9 10 11वटा जति बिरुवा रहेछ यहाँ। यो चाहिँ फुल हो है, यो चाहिँ फुल हो, दामी फुल्छ। यो पनि फुल हो, यो पनि फुल हो है, दामी फुलेको छ यार। तर कलरै सेतो भइदियो क्या, दामी छ नि छन त। यो झन् दामी छ है साथीहरू फुल है। हाँगा गएर यस्तो अल्गो भएको छ होइन। अब यसलाई चाहिँ कलमी काटेर फुलाउँदा राम्रो फुल्थ्यो होला है। तर यो चाहिँ कस्तो रहेछ भने जति यो फुललाई चाहिँ बढ्न दिए उति यो फुलको थुङ्गा पनि ठुलो फक्रिँदो रहेछ क्या साथीहरू। यो कुरा चाहिँ तपाईँहरूले मानुस् नमानुस्, मैले चाहिँ माने है। सानो बिरुवामा सानै फुल हुँदो रहेछ, अनि ठुलो बिरुवामा चाहिँ ठुलै हुँदो रहेछ क्या। हेर्नु न कत्रो छ।